चर्चको आमाहरूलाई उहाँहरूको मनपर्ने बाइबलको भर्स सोध्दै। जय मसी आन्टी। जय मसी बाबु। आन्टी तपाईँको बाइबलको तपाईँको एकदमै मनपर्ने बाइबलको पद चाहिँ कुन हो नि? मलाई एकदम मनपर्ने वचनको बाइबलको कोट, बाटो सत्य जीवन म नै हुँ, मद्वारा कोही पनि पिताको आउन सक्दैन भन्ने कोट मलाई एकदम मनपर्छ। आमेन। तपाईँको बाइबलको एकदमै मनपर्ने भर्स चाहिँ कुन हो नि? मलाई युहन्ना 8:12 यसले फेरि तिनीहरूलाई भन्नुभयो, म संसारको ज्योति हुँ, मलाई पछ्याउनेहरू अन्धकारमा हिँडडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। जय मसी दिदी। तपाईँको बाइबलको फेभरेट भर्स कुन हो नि? मत्ती 19:26 जुन कुरा मानिसमा असम्भव छ त्यो प्रभु परमेश्वरमा सम्भव छ। आमेन। आन्टी। जय मसी। अनि तपाईँको बाइबलको मनपर्ने पद कुन हो नि? मत्ती 5:8 अनि धन्य शुद्ध हृदय हुनेहरूले परम प्रभुलाई देख्नेछन्। आमेन। नमस्ते आन्टी। जय मसी। आन्टी तपाईँको बाइबलको मनपर्ने पद कुन हो? मत्ती 7:7 माग त दिइनेछ, खोज त भेटाउनेछौ, ढकढकाउ त ढोका उघारिनेछ। आमेन। आमेन।